म चाहिँ प्रदेशबाट प्रिय हर्क साम्पाङ। तिमी किन आफ्नो राजनीतिक जीवन यसरी समाप्त गर्नतिर लागिरहेका छौ? किन तिमी बारम्बार विरोध गरिरहेका छौ? ए भगवान, भर्खर 50 दिन 55 दिन हुँदैछ। गर्न देऊ, अलिक समय यो सरकारलाई काम गर्न देऊ। तिमी जे माग्दैछौ, तपाईँ जे माग्दै हुनुहुन्छ, तपाईँ जे चाहँदै हुनुहुन्छ, ती सबै कुराहरू यो सरकारको पनि इच्छा चाहना हो। तिमी भन्छौ सुकुम्बासीलाई किन हटाइस्, के गरिस्, किन यस्तो बिजोग बनाइस्? यो सरकारले उनीहरूलाई व्यवस्थापन गर्न लागेको हो। अब तिमी प्रधानमन्त्री भइदिएको भए त तिमीले त जस्ताको त्यस्तै ठाउँमा राख्ने रहेछौ। खोलाको किनारामा उनीहरूलाई वर्षैपछि जोखिममा पार्ने रहेछौ। यो सरकारले त उनीहरूलाई सही ठाउँमा लानु आँटिरहेछ, सुरक्षित ठाउँमा लानु आँटिरहेछ, उनीहरूको जीवन माथि उकास्नको निमित्त कार्य गर्दैछ। तिमीलाई यो सबै कुरा राम्रोसँग थाहा छ। तिमी बुद्धिमानी, एकदमै राजनीतिका विद्यार्थी हौ, एकदमै राम्रो ज्ञान छ तिमीलाई यो सरकारले के गर्नु खोज्दैछ। हे हर्क साम्पाङ, तिमी केही समय चुप लागेर बसिदेऊ। वास्तवमा दुनियाँले भने जस्तै तिमीमा अथाह घमण्डले भरिएको रहेछ। मभन्दा जान्ने कोही छैन। म जे बोल्छु त्यो सत्य हो, म जे भन्छु त्यो हुनैपर्छ भन्ने खालको घमण्डले तिमी बिलाएर जानेछौ जस्तो मलाई लाग्दैछ। हर्क साम्पाङ, तिमी चुप्प बस केही समय। संसदमा माग तिम्रो मात्रै काटिएको छैन, सरकारकै पक्षका मानिसहरूको पनि काटिएको छ। प्रधानमन्त्री तिमीलाई मात्रै चाहिएको छैन, प्रधानमन्त्रीको बोली तिमीलाई मात्रै सुन्नु छैन, अरू राजनीतिक दललाई पनि चाहिएको छ। तिमी मात्रै किन बढी उफ्रिन्छौ? तपाईँले निकाल्नु भएको श्रमदान अभियान एकदमै राम्रो छ, देश विकासका लागि एकदमै सही हो। तर त्यतिले मात्रै पुग्दैन यो डिजिटल जमानामा। हर्क साम्पाङ, तिमी केही समय चुप्प लागिदेऊ। वास्तवमा स्टन्ट बालेन शाहले होइन, तिमीले गरिरहेका छौ। यसरी सांसदमा अरू सबै बसिराख्दा अरू सबैलाई थाहा छ यो सही होइन, यो सांसदको मर्यादा विपरीत हो, नियम कानुन विपरीत हो। तर तिमी ती सबैलाई तोडेर मिचेर आफू मै हुँ, म डिफ्रेन्ट छु भन्ने अहङ्कारले तिमी डुब्दै जानेछौ। तिमीलाई देखाउनु छ, दुनियाँको मुखबाट तारिफ सुन्नु छ, हामी 5 जनाले त्यत्रो बहुमत भएको सरकारलाई हल्लाउँदैछौँ, हामी खतरा हो भनेर तिमीलाई देखाउनु छ, अरूले तारिफ गरेको सुन्नु छ। तर तिमी सकिँदै जाँदैछौ, हाँसोको पात्र बन्दैछौ। हे हर्क साम्पाङ, अब तिमी चुप लगाएर आफ्नो सांसद जितेको ठाउँलाई हेर, आफ्नो धरानलाई हेर, आफ्नो सुनसरीलाई हेर, आफ्नो क्षेत्रलाई हेर। त्यो क्षेत्रको उन्नति प्रगतिमा कहाँ केही कमी कमजोरी छ, कोसीबाट पानी कसरी ल्याउने, के गरेर ल्याउने, त्यतातिर ध्यान देऊ। नभए अर्को पालिको चुनावमा त्यहीँबाटै हार्नु पर्दा साह्रै नै लज्जास्पद हुनेछ।